त्यसपछि अर्को क्वेसन हाम्रो एज नम्बरमा छ 1/1 tan 2 थीटा minus tan थीटा 1 tan 2 थीटा minus tan थीटा minus 1 cot 2 थीटा minus cot थीटा इक्वल टु छ हाम्रो के छ त cot थीटा ओके cot थीटा छ। अब यसको लागि चाहिँ के गर्ने त भन्दाखेरि मैले के भनेको थिएँ एलजेस लिने एलजेस लिएपछि के गर्ने त हाम्रो यहाँ cot 2 थीटा आएको छ भने cot को फर्मुला हामीलाई थाहा छैन cot को फर्मुला थाहा नआएपछि यसलाई tan मा एक्सप्रेस गरिदिने भनेको थिएँ मैले। भनेपछि के भयो त 1 tan 2 थीटा minus tan थीटा minus 1 के भयो त यो भनेको चाहिँ 1 tan 2 थीटा minus 1 tan थीटा है त यो हुने भयो। यो के भयो 1 tan 2 थीटा minus tan थीटा भयो। यो भनेको चाहिँ माइनस के हुने रहेछ त यो tan 2 थीटा र tan थीटा एलसीएम आयो भने के हुन्छ त माथिपट्टि गएर tan थीटा इन्टु tan 2 थीटा हुन्छ हैन। यो भनेको चाहिँ 1 अनि समथिङ बाई भएपछि यो एकैचोटि एलसीएम आएपछि यो माथि गयो मल्टिप्लाई भएर अनि यहाँ तलपट्टि हाम्रो के छ त भन्दाखेरि tan थीटा माइनस tan 2 थीटा हुने रहेछ tan 2 थीटा हुने रहेछ हैन त। ओके भनेपछि हाम्रो के छ त भन्दाखेरि यहाँनेरि tan 2 थीटा माइनस tan थीटा छ यहाँ tan थीटा माइनस tan 2 थीटा छ भनेपछि tan 2 थीटा माइनस tan थीटा भनेको दुवैतिर भयो भने के हुन्छ एलसीएम लिन हाम्रो सजिलो हुने रहेछ हैन त। यो इक्वल हुन्छ अनि इक्वल भइसकेपछि हामीले इजिलीसँग चाहिँ दुईटा लिन सकिन्छ। त्यो कारणले हामीले के गर्नु पर्छ भन्दाखेरि 1 tan 2 थीटा माइनस tan थीटा है त। अब यसलाई tan थीटा माइनस tan 2 थीटालाई tan 2 थीटा माइनस tan थीटा गर्नको लागि यहाँबाट माइनस कमन लिनुपर्छ अनि यहाँबाट माइनस कमन लिएपछि यता मल्टिप्लाई भएर यो प्लस हुन्छ भनेपछि के हुन्छ यहाँ प्लस हुने रहेछ प्लस tan थीटा इन्टु tan 2 थीटा बाई हामीले के गर्न मिल्यो त भन्दाखेरि tan 2 थीटा माइनस tan थीटा यसरी चाहिँ हामीले के गर्न मिल्यो त लेख्न मिल्यो है त। अब के हुन्छ 1 tan 2 थीटा माइनस tan थीटा हाम्रो एलसीएम आउँछ त्यसपछि माथि बस्छ 1 प्लस tan 2 थीटा इन्टु tan थीटा चाहिँ हाम्रो के बस्छ त भन्दाखेरि माथि बस्छ। ओके यो भनेको चाहिँ यहाँ के हुन्छ मल्टिप्लाइड फर्ममा छ है त। ओके अब यसलाई के गर्न सकिन्छ भन्दाखेरि हामीले के गर्न सकिने रहेछ त यसलाई जस्ट कसरी हेर्नु पर्यो त भन्दाखेरि अलिकति भिजुलाइज गर्ने तरिका चाहिँ डिफ्रेन्ट तरिका डिफ्रेन्ट पर्सपेक्टिभबाट हेर्नु पर्यो है त। अब यो जुन छ हाम्रो यो तलको बाई माथिको बाई तलको हुनुको छ त यो तलको tan 2 थीटा माइनस tan थीटा बाई 1 प्लस tan 2 थीटा इन्टु tan थीटा भएको भए त के हुन्थ्यो tan a प्लस b को फर्ममा जान्थ्यो होला हैन अथवा a माइनस b को फर्ममा जान्थ्यो होला हो। त्यो फर्ममा जानको लागि अब के गर्नु पर्यो त हामीले 1 होल डिभाइडेड बाई के गर्नु पर्यो त tan 2 थीटा माइनस tan थीटा बाई कति गर्नु पर्यो त 1 माइनस 1 प्लस tan 2 थीटा इन्टु tan थीटा गर्नु पर्यो। यो किन गरेको त भन्दाखेरि यो गर्न पाइन्छ पाइँदैन पाइन्छ किनभने यो माथिकोलाई तल लाने हो भने के हुन्छ तलको बाई अझै तलको हुन्छ है त तलको बाई अझै तलको हुन्छ यो मेन डिभाइडेड छ हैन यो मेन डिभाइडेड छ यसलाई पछि उल्ट्याउनु पर्यो भने यहाँले इन्टु मल्टिप्लाई गरेर यो बाई यो हुन्छ भनेपछि यो माथि नै जाने रहेछ आखिरमा हैन त्यस्तो प्रब्लम भएन। ओके त्यस्तो भइसकेपछि अब के हुन्छ 1 बाई अब के हुन्छ त tan 2 थीटा माइनस tan थीटा बाई 1 प्लस tan 2 थीटा इन्टु tan थीटा भनेको चाहिँ कस्तो छ त tan a माइनस tan b बाई 1 प्लस tan a इन्टु tan b को फर्ममा छ। यो भनेको चाहिँ के हुन्छ tan a माइनस b हो भनेपछि tan a माइनस b भनेको tan 2 थीटा माइनस थीटा हो। यो भनेको चाहिँ के भयो त 1 बाई tan थीटा हुन्छ हैन 1 बाई tan थीटा हुन्छ। यो भनेको सिम्पली के हुन्छ cot थीटा हुन्छ जुन चाहिँ हाम्रो आरएचएस सँग इक्वल हुन्छ है त।